अनि तपाईँहरूको सानोमा नयाँ भ्लग लिएर आइसकेको छु। आज के छ त खास के छ त विशेषमा तपाईँहरूलाई देखाउनेछु। तर पक्कै पनि तपाईँहरूले आज न्यु इयर हो, तपाईँहरू थाहा पाइसक्नु होला आज न्यु इयर स्पेसल केही होला भनेर। एकछिनपछि भेटौँला गाइस। A few moments later. म चाहिँ रेडी भइसकेको छु है गाइस। पछि भेटौँला। म पछि तपाईँहरूलाई सबै देखाउने छु। हामी कहाँ जाँदैछौँ, फोन आइसकेको छ गाइस। बाई बाई। A few inches later. ल हेर्नुहोस् है, हेर्नुहोस् सौराको भ्यू हेर्नुहोस्। सौराको हामी सौरा नजिक पुगिसक्यौँ। दिदी कहाँ पुग्यौँ हामी? तिम्रो मामा घर कहाँ छ अरे? ए पछाडि कटिसक्यो। कुन ठाउँ हो नि तिम्रो मामा घर? हो र, तिम्रो मामा घर पनि जानुपर्छ है। ल गाइस, हामी अब त्यही गएर भेटौँ है। 2 hours later. हेर्नु गाइस, आज न्यु इयर गेटै खुल्ला छैन। 3:30 बजे मात्रै खुल्ने। अहिले कति बज्यो? 10 त्यस्तै भयो होला। उतापट्टि गएर ड्राई पिकनिक विचार थियो, तर खै हामी फेरि उतै रिटर्न ब्याक हुन सक्छौँ होला। हेर्नुहोस् सबैजना वेटिङमा छ, गेट कहिले खुल्छ उतापट्टि गएर ड्राई पिकनिक मनाउने भनेर। हेर्नुहोस् क्रेज छ, क्रेज सौराको क्रेज भनेको क्यान्सल भयो होइन, गेट नखुलेर। हामी चाहिँ यहीँ छौँ हात्ती दौड लाग्ने अगाडि अपोजिट साइडमा। अनि हामी सबैजना देखाइदिनुहोस् ल। चाहिँ मेरो ससुरा बुवा हाम्रो सानी आमा हेलो गरिदिनुहोस् भन्छ। हेलो दिदी हेलो गरिदिनुहोस्। हेलो 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 गाइस, हाम्रा परिहरू जम 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 को छुट्नु भयो डु कमेन्ट है त। राम्री ब्युटिफुल जेठानी के लिएर आएको? चिसो होला नि। पानी कि चिसो के हो न्यान्सी? एकजनालाई आइसक्रिम चाहियो। आइसक्रिम चाहियो। ऊ चिसो त उता रहेछ सबजना। वाह, उता टिकटक हेर्नुहोस् त नाचिरह उता कति रमाइलो गरिरहेछ। हजुर हस् हस्। यहाँ अगाडि चाहिँ हात्ती दौड लाग्छ होइन, ठ्याक्कै अपोजिट साइडमा छौँ हामी। डिक्चीवाली यता हेर्नुहोस् त के छ त्यो डिक्चीमा? डिक्चीवाली के छ? गरुङको हेल्प हेल्प हेल्प। तातो तातो दिदी निकल के गिरा दे भाइ। अब तातो तातो भात परेछ मासुवाली भनेको त। म चाहिँ मासु परेको थिएँ। अब के चाहियो तिमीलाई? चिसो चिसो चाहियो होइन रे, रक्सी चाहियो रे। रक्सी चाहियो रे। चिनेको आमा चिसो होइन रे। खतरा अझै वाह रमाइलो भइरहेछ यहाँ। मेरो बाबु चाहिँ छैन, बाबु बिरामी भएर घरमै। भातै लिएर आउँछ है यो बच्चाहरूलाई लाग्छ नि त। पकडी चिसो मासु
चाहिँ गोयाडमा कसलाई हातमा पुग्यो मपरीको चाहिँ गोयाडमा tapi sakal harem hai de छुँदा नि छुँदैन खाइसकेँ है मैले खाइसकेँ मासु नसकेको अवस्था अनि खाइसकेले पनि खाँदै हुनुहुन्छ कविता सक्यो खाएर अनि तपाईँको सक्यो सक्दैछ सक्यो सक्यो यार मेरो त पुग्दै पुगेन थपेर खाने उता जोडी खाँदै हुनुहुन्छ अनि हाम्रो चाहिँ जोडी छैन है हामी चाहिँ मिस गरिरहेछौँ आफ्नो जोडीलाई उता जोडी परेको जोडी जस्तै खाइराख्नु भएको छ हाम्रो चाहिँ एक्कल काटे एक्लै चरा सबैजना सिङ्गल 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 डबल विदेशमा बुढीहरू चिलमा फेरि फेरि एकचोटि जाओस् फेरि एकचोटि जाओस् के कविता फेरि भन्थ्यौ न के भनेको सृजना दिदीले बुढो विदेशमा बुढी चिलमा चिल पाडामा बुढो विदेशमा बुढीहरू चिलमा खासमा त्यस्तो चाहिँ होइन है आज न्यु इयर भएर हो यहाँ यस्तो एकदम रमाइलो छ गाइस यहाँ चाहिँ एकदम रमाइलो उहाँहरू चाहिँ सानीमा चाहिँ एक्साइटेड कहिले सानबुवा आउँछ भनेर बाबा रे काम ध्यान लाएर कहिले आउनुहुन्छ भेट हुन्छ भनेर आम्मा हेर्नु त हेर्नु भेट हुन्छ यहाँ पनि साकुरा त होइन सिसौको बोटमुनि छौँ एकदम के भन्छ अरे साकुरा जस्तै फिल भइरहेछ मलाई पनि साकुराको फिल ओ माइ गॉड जापानमा कि अहिले साकुराको सिजन छ नि त हामी पनि साकुराको तल बोटमुनि ड्राई पिकनिक नगरे पनि सिसौको बोटमुनि ड्राई पिकनिक खायौँ नि त कस्तो फिल भइरहेछ एकदम राम्रो एकदम राम्रो फिल भइरहेछ रे गाइस होइन त्यही माथि फ्यामिलीसँगै छौँ तर मेरो छोरा बिरामी भएर सँगै छैन बाटो नै छैन त यहाँ हामी चाहिँ पानी लिन जाँदैछौँ यस्तो बाटो पनि हामी चाहिँ पानी लिन आछौँ पानी नरिसाउनु है पानी लिन होइन यहीँ छ हाम्रो पसलबाट किन्नु नभन्नुभयो नि त्यही भएर हामी पानी लिन आयौँ है यहाँ त हाम्रो चाहिँ यस्तो धारा हुन्छ यतातिर चितवनतिर कल 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 यो बिर्को भएन के यो बिर्को कलर बच्चाले नि थाहा पाइदिन्छ हो ग्रीन कलर भनेर ओरेन्ज कलर रेड कलर भनेर के पकाउँदै हुनुहुन्छ होला उहाँहरूले यहाँ चाहिँ
भैँसी बाँध्ने ठाउँमा यहाँ त के हो कुखुराहरू छ त यहाँ त छिटो अब जानुपर्छ खाइसकेर होइन अब ब्रिडिङ सेन्टरतिर लाग्दैछ यो फोहोरको थुप्रो यो चाहिँ म उठाउँछु किनकि जताततै फोहोर फाल्न नि भएन नि त सौरा जस्तो प्लेसमा टुरिस्ट एरिया हामी फोहोर लगेर यहाँ फोहोर फाल्ने ठाउँमा व्यवस्था यो के साह्रो हो न्यु इयर हेर्नुहोस् ल पुलमा हेर्नु न पुलमा यहाँ पुलमा त बाहिर उतापट्टि पारि जानै नसक्ने अवस्था चाहिँ हेर्नु त ओ माई गड मेरो नि चित्त बुझाउँथ्यो मैले ल्याइनँ आनन्द भयो तर मिस चाहिँ हुँदो रहेछ अलिकति मन खट्टा मिस चाहिँ हुँदो रहेछ होइन अलिकति उता न कति के नभएको के नपुगेको जस्तो फिल हेर्नु त आफै अब त भिड हेर्नुहोस् त कति साह्रो क्रेज ओ माई गड हेर्नु सक्नुहुन्छ तपाईँहरू पुलमा हेर्नु न पुलमा चोटिन लाग्यो ब्रिडिङ सेन्टरको के भयो यो हल्लाउने चाहिँ को हो के हल्लाउने सबै मान्छे बिस्तारै यहीबाट गेन मरन थाप्ला डर लाग्यो म चाहिँ स्प्रेड खाएँ यहाँ खुकुरी छ है खुकुरी पनि छ गोर्खे खुकुरी लाउरे कम्मरमा मल्दी त्यो मायाले पहिल्यै नम्बरमा यहाँ पनि बेटी बोकिँदा पर्छु यहाँ पनि बेटी बोकिँदा पर्छु अगाडि पनि सृजन मन कता यहाँ खाइदिएछ सृजन यहाँलाई मोबाइल यस्तो बाडी यता के हो यो देउ नम्बर गीत पनि कस्तो डेन्जर कति धेरै गैडा मनी खान्छु नि दिदी मेरो मेमोरी नै फुल भयो हात्ती भएको ठाउँतिर जाँदैछौँ हामी यहाँ चाहिँ यस्तो रमाइलो छ आज एकदमै रमाइलो छ सनसेट पनि भइरहेछ अब दामी रमाइलो पिसफुल होइन त आज यस्तो दामी छ होइन सनसेट खतरा आइरहेछ भ्यू हामी चाहिँ अहिले हात्तीको छाउरा छाउरीलाई ड्राफमा रहेछ भेट्न जान लाग्यो हात्तीको छाउरा हेरेर भेट्न जान लाग्यो रैया चाँदीको म त सनसेट म त के सुने ओ स्याल आएगा तर उसले बोलिरहेछ चाइनिजमा खै के बोलिरहेको थियो मैले सुनेको ओ स्याल आएगा म त कस्तो गेस्ट होला किन त्यसरी बोलिरहेको
हात्ती प्रजनन तालिम केन्द्र यहाँ फोहोरको व्यवस्थापन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज, चितवन नेसनल पार्क। टिकट काउन्टर। मन्दिर पनि रहेछ त, दुर्गा मन्दिर। जय दुर्गा माता हामीलाई रक्षा गरौँ। म्युजियम 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 हामी चाहिँ पुगिसकेछौँ। कहाँ? ब्रिफिङ सेन्टर, त्यहाँ हात्ती भएको प्लेसमा तपाईँहरूलाई देखाउनेछौँ। नाम त थाहा छैन गाइस मलाई होइन, तर मलाई याद छ म चाहिँ यो त्यो हात्ती के नाम रुद्रकाली हो कि के नाम, म उता दर्शन गर्न गएको थिएँ। अहिले चाहिँ उहाँको मालिक हुनुहुन्न, मतलब फेरि दर्शन गर्न पाउँथ्यो होइन। यस्तो छ रमाइलो आनन्द आइरहेको छ मलाई आज। होप सबैजनालाई आनन्द आउँछ यो भिडियो हेरेर। गो गाइस। हेलो बेबी, वेक अप। सबै के भन्छ न्यु इयर मनाउन गयो होला अन्त अन्ततिर उहाँको मालिकहरू। लट्ठीहरूलाई कस्तो फिल भइरहेछ तपाईँलाई? खतरा, कस्तो खतरा बबाल, खतरा बबाल यो। वाह हामी हेरेको हेरे, हामी हेरेको हेरे, दुश्मन हेरेको हेरे, दुश्मन हेरेको हेरे, हेरेको हेरे। हेलो गाइज, हामी चाहिँ अब घर जान लागेको होइन। रमाइलो चाहिँ बब्बाल भयो के, दामी रमाइलो भयो। अनि गएर सनसेट भ्यू पनि सकिन लाग्यो। अनि बेलुका चाहिँ कहाँ जाने त? अब घर जाने मात्रै। कटार फुल फेस्टिभल के छ जाने हो, थाहा छैन के हुन्छ, हेरौँ। गयो भने तपाईँहरूलाई मनाउने हो। ओके गाइज, पछि भेटौँला। सौरा चोकमा छौँ हामी, यसलाई हात्ती चोक पनि भन्छ। हात्ती हो यो, सौराको नाइट भ्यू हो। तिमी को हौ कट्टा सट्टा फालिदिएर पेस्टल किनिदिएको। हेलो गाइज, हामी चाहिँ फर्किसकेको छौँ होइन। बाबुले मैले लगेको थिएन। हेलो भनिदियो सबैजनालाई, हेलो भनिदियो सबैजना, छिटो हेलो भनिदिनुहोस् त। नमस्ते गरिदिनुहोस् न, नमस्ते। नटी भएको हेलो गरिदिनुहोस् न बाबु, भन्दैन त। ब्लग अब इन गर्दैछु होइन। अनि गएर मेरो भिडियो हेरिदिनु होला। अनि भिडियो हेरेर लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला।
Keep watching, guys. Good night. Bye bye. Thanks for watching. Please subscribe.